प्रकारले आर्थिक रूपमा समृद्ध पार्न छनाम र सहकारी आर्थिक रूपमा समृद्ध पार्न छनाम र सहकारी। धन्यवाद उद्घोषकज्यू, यस गरिमामय सभाका सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू, विशिष्ट एवं विशेष अतिथिज्यू, निर्णायक मण्डल, यस सभ्य भव्य समारोहमा उपस्थित सम्पूर्ण व्यक्तित्वहरूमा म हेटौडा क्याम्पस कक्षा 12 मा अध्ययनरत छात्रा सुशीला तामाङको तर्फबाट स्वीकार्नुहोस् धन्यवाद। आजको यस नमुना प्रगति बचत तथा ऋण सहकारी संस्थाको 27औं स्थापना दिवसको अवसरमा आयोजित आर्थिक समृद्धिमा सहकारीको भूमिका विषयक वक्तृत्व कला कार्यक्रममा भाग लिने सुनौलो अवसर प्रदान गर्नुभएकोमा आयोजक र प्रायोजक टिमप्रति हार्दिक आभार व्यक्त गर्दै अब म विषयवस्तुतर्फ अगाडि बढ्दैछु। सभाध्यक्ष महोदय, आर्थिक समृद्धिमा सहकारीको भूमिका के हो त भन्नुभन्दा अगाडि आर्थिक समृद्धिको बारेमा छोटो चर्चा गर्न चाहे। आर्थिक समृद्धि त्यो हो जसले तत्कालको आर्थिक अवस्थाबाट सकारात्मक परिवर्तन गराई प्रगतिशील आर्थिक अवस्थातर्फ लम्कन मद्दत गर्दछ। चाहे त्यो व्यक्ति होस्, चाहे त्यो समाज होस् या सिङ्गो राष्ट्र नै, आर्थिक समृद्धिले दिगो अर्थव्यवस्था र अर्थतन्त्रको पक्ष पोषण गर्दछ। राजनीतिक स्थायित्व, सुशासन, मानव संसाधनको उपयुक्त परिचालन, वैज्ञानिक आर्थिक योजना, वैज्ञानिक कर प्रणाली, भौतिक पूर्वाधार क्षेत्रको विकास, पुँजी निर्माण, उद्यमशीलता जस्ता विविध 10 कडीहरू आर्थिक समृद्धि अन्तर्गत एकीकृत रूपमा संलग्न रहेका हुन्छन्। त्यसो भए अब लागौं आर्थिक समृद्धिमा सहकारीको भूमिका के हो त गहन चर्चातर्फ। मलाई सुन्न पनि कति आनन्द आउँछ। एकका लागि सबै, सबैका लागि एक, मिलेर गरौं, सबैले गरौं। सहकारीको यही मूल मन्त्रबाट नै सहकारिता र यसको प्रादुर्भाव भएको हो। सहकारिताको इतिहासलाई कोट्याउने हो भने 18औं शताब्दीमा बेलायतमा भएको औद्योगिक क्रान्तिदेखि पन्ना पल्टाउनु पर्ने हुन्छ। संसारमा पुँजीवादको विकास त्यति बेलादेखि सुरु भयो जति बेला युरोपेली देशका धनी व्यक्तिहरूले शेयर सङ्कलन गर्ने र कम्पनीहरू खोल्ने काम सुरु गरे। यो नै विश्वमा सहकारीको आर्थिक समृद्धिको क्षेत्रमा डढेलो सरकार एउटा सानो झिल्को थियो। यसले उनीहरूलाई आर्थिक समृद्धि मात्र दिलाएन, बरु संसारभर पुँजीवादी साम्राज्य विस्तार गर्ने हैसियतसम्म दिलायो। मलाई नरमाइलो त यति बेला लाग्छ संसारले आर्थिक समृद्धि विकासमा 18औं शताब्दी अर्थात् सन् 1844 देखि फर्को मानिसक्दा पनि मेरो देशले सहकार्यलाई विक्रमसम्म 2013 सालसम्म कुर्नु पर्यो। चितवनको बखान सहकारीलाई फर्काउनु पर्यो। बखान सिंह गुरुङको अगुवाईमा बखान ऋण सहकारी संस्था 60 जना शेयर सदस्य लिएर 600 रुपियाँबाट सुरु भएको सहकारी अहिले हजारौं शेयर धनीसहित करोडौं पुँजी रकम सङ्कलन गर्न सफल भएको छ। त्यसै गरी अर्को ज्वलन्त उदाहरण हो, हाल देशमा 34,000 भन्दा बढी सहकारी संस्था रहेका छन् भने त्यसमा करिब 80 लाख भन्दा बढी शेयर सदस्यहरू आबद्ध रहेका छन्। लाखौंले त्यसबाट रोजगारी पाएका छन्। आर्थिक समृद्धिको एउटै आधार सहकारी हो, जो विश्वमा सन् 2009 मा विश्वलाई आर्थिक मन्दीको चपेटाले थिच्दा पनि सहकारीलाई यसले कुनै असर गरेन। यस अर्थमा सरकारले 3 खम्बे अर्थनीति समेत कार्यान्वयनमा ल्याइसकेको छ ताकि सरकारी र निजी क्षेत्र आर्थिक रूपले ध्वस्त भए तापनि सहकारिताको माध्यमबाट देशलाई सदा बचाइरहन सकोस्। अब लागौं व्यवहारिक पाटोतर्फ। एक थुकी सुकी 100 थुकी नदी भने चाहिँ छरिएर रहेको रकम, श्रम, सिप र सोचलाई अर्थव्यवस्थासँग जोडेर आर्थिक समृद्धिको सुनौलो संसार निर्माण गर्ने एक त्यस्तो संस्था हो सहकारी। यदि तपाईसँग सोच छ, सिप छ, श्रम छ, जागर छ, तर तपाईसँग पैसा छैन, तपाईँ ढुक्क हुनुहोस्, तपाईँ कुनै सहकारीको एउटा साधारण सदस्य मात्र बनिदिए पुग्छ। तपाईँ घरेलु उद्योग खोल्नुहोस्, व्यापार व्यवसाय गर्नुहोस् या कुनै उत्पादनशील क्षेत्रमा लगानी गर्नुहोस्, तपाईको साथमा सहकारी छ। त्यसैले म भन्छु आर्थिक समृद्धिको एउटै आधार सहकारी र सहकारिताको विस्तार। सभाध्यक्ष महोदय, सहकारीका मुख्य 7 सिद्धान्तहरू रहेका छन्। ती सिद्धान्तहरूलाई अक्षरशः पालना गर्ने हो भने आर्थिक समृद्धि अब र अहिले नै तपाईँ हाम्रै हातमा छ। तर यदि तपाईँ कुनै सहकारीबाट ऋण लिनुहुन्छ अनि त्यो पैसाले कुनै उत्पादनशील क्षेत्रमा लगानी गर्छु भन्नुहुन्छ, तर त्यस पैसाले अरू सहकारीको ऋण दिने, छोराछोरीको बिहे गर्नेतिर लाग्नुभयो भने तपाईँले त्यसबाट आर्थिक समृद्धि त पटक्कै प्राप्त गर्नुहुन्न, तर नाता नातिना हुने केवल प्राप्त गर्न सक्नुहुन्छ। त्यसैले आर्थिक समृद्धि विकासमा सहकारीको विशेष भूमिका रहन्छ। देशमा उपलब्ध विद्यमान प्राकृतिक स्रोत साधन, जल, जमिन, जडीबुटी, वनस्पतिको अधिकतम उपयोग गरी सहकारीलाई अझ मजबुत बनाउँदै जाने हो भने आर्थिक समृद्धि अब तपाईँ हाम्रै हातमा, तपाईँ हाम्रै पालामा सम्भव छ। धन्यवाद। जय सहकारी, जय सहकारी।